सबैको चित्त बुझाइ अगाडि बढ्नुपर्ने चुनौती हामीमा छ। तर नीति सही भयो भने, नियत सफा भयो भने र क्षमता भयो भने चाहिँ धेरै कुरा गर्न सकिन्छ भन्ने कुरा त्यसैले यहाँलाई म धेरै छैन, यो अभूतपूर्व राजनीतिक परिवर्तन, अहिलेको हालैको जनादेश मतादेशलाई न्याय गर्ने गरेर हामी अगाडि बढ्छौँ। त्यो भनेको के हो भनेको, चुनाव अगाडि नेपाली जनतालाई जे भनेको थियो नि हामीले पहिला चलन थियो, घोषणा पत्र त यसो लेखिदिने हो, 2-4 जना पत्रकारले पढ्छन् भन्ने थियो। हाम्रो त्यस्तो होइन, हामीले लेखेको घोषणा पत्र बाचा पत्र अब हामी सबै मन्त्रालयमा त्यसको आन्तरिकीकरण हुँदैछ, बोलेको कुरा पुरा गर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्रमा हामीले धेरै कुराहरू छोएका छौँ। निजी क्षेत्रबारे पनि हाम्रो धारणा के हो, असाध्यै उदार, उद्यम मैत्री, लगानी मैत्री, प्रतिस्पर्धा उन्मुख अर्थतन्त्रको हामीले कल्पना गरेका छौँ। निजी क्षेत्रलाई पत्तिएर उड्न दिनुपर्छ भन्ने हाम्रो कल्पना हो, तर वैध तरिकाले देशका कानुनहरूलाई फलो गर्नुपर्छ र राज्यले त्यसलाई सहजीकरण गर्नुपर्छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, नराम्रो काम गर्नेलाई दण्डित गर्ने। पहिला जस्तो सेटिङ गर्ने, 1-2 नेता समाउने अनि उन्मुक्ति, दण्डहीनताको महामारी नै यो देशमा फैलियो। त्यस विरुद्ध पनि त हो नि जेनजी विस्फोट। नेताहरूमाथि मात्र होइन, यहाँ कर्मचारी साथीहरूले पनि भनिराख्नु भएको छ, कतै हाम्रो तौर तरिका पनि ठिक भएन कि, त्यसप्रति पनि त त्यो आक्रोश हो कि भनेर साथीहरूले पनि अहिले मनन गरिराख्नु भएको छ। त्यसैले हामी सबै सुध्रिएर यो देशलाई अगाडि लाने भनेर नै अगाडि गइरहेका छौँ। र यसमा मूलतः हामीले सुशासनको विषयलाई नम्बर 1, यो मध्यम वर्गको सुरक्षा र विस्तार गरेका छौँ। त्यसमा शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच, एकीकृत सामाजिक सुरक्षा जस्ता कुराहरूले एउटा मध्यम वर्गका